कोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। तमयो भवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च ॐ स्वाहा इदं शिवाय नमः। आज नानीको निवारण होइन, यो निवारण दिव्य भएको छ। प्रभुजीको मेलनमा त आउनु भएको छ। एकदम पूजा कार्य आजको एकदम भव्य सभ्य होइन, हामी समापन गर्दैछौँ। अब आजको यही नै हो कार्यक्रम। के छ प्रभुजीले केही ढिलो बाहिर कर्ताहरूबाट चाहिँ ढिलो भयो भन्ने कुरा आएको छ। हजुर, त्यो त अब विधि पूजा गर्दाखेरि कहिले काहीँ ढिलो हुन्छ। विधि भन्दा पनि तपाईँले हजुर खाली ब्रेक मात्रै ब्रेक त अब चाहियो नि हजुर। छोटो 5 मिनट ब्रेक 2 मिनट ब्रेक बिचमा दिएको त्यही गर्दा त त्यो त हो, तर ठिकै छ। कहिले काहीँ ब्रेकको पनि लिनु पर्दो रहेछ। आराम नलगाएको मस्तै निराम हुन्छ। भाइ अलिकति आउँदा ढिलो ढिलो भयो। अब 10 बजीसम्ममा भाइ आउँछ नि। दिन त तयारी खुसी हुने यो भोकै मर्दैन भन्ने एउटा ढुक्क हुन्छ। जहाँ गएर पनि खाइहाल्छ नि भन्ने हुन्छ। त्यही भएर खा 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 भन्ने कति मिठो हुन्छ भने न, आफ्नो घरमा भन्न साथीको घरमा गएर त्यही गरेर खाना पाकेको समय त्यो अझ बढी मिठो हुन्छ। के हो कि होइन, अहिलेसम्म पनि मलाई त्यो साथीहरूको घरमा गयो भने अहिलेसम्म त्यो खुवाएर कि अब आफ्नो त झन् पडोसी दमै होइन, टक्क रायाको सुँगुर बनाएर चाहिँ राखेको हुन्छ नि उसमा छोपेर होइन। अब घरकाल थाहा पायो त्यो पछि थाहा भयो त ठुलो भएपछि ओम श्री देवदेव स्वाहा ओम श्री देवदेव स्वाहा ओम श्री देवदेव स्वाहा ओम श्री देवदेव स्वाहा ओम स्वाहा ओम नमः शिवाय स्वाहा ओम नमः शिवाय स्वाहा ओम विष्णुर्वराय नमः श्री विष्णुः शान्ति मसला चाहिँ खासै छैन। के छैन म भित्र नाम त देवकी नन्दन देवकी भन्ने के दाइने राइट राइट हो नि देवकी सानो मान्छेले त्यो तल राख्ने हजुर पनि त्यो पनि लिनु हजुर सबै हालिदिनु उहाँको पनि हालिदिनु पऱ्यो अनि हजुरहरू सबै
भनिहाल्नु यो है म भन्छु स्वाहा भनेको ओम मूर्धानं दिवो अरतिं पृथिव्या वै स्वाहा नरमिता जातं निमकविगं सम्राजमदिते जनानां मासन्नः पादरञ्जनं देवैक स्वाहा सबै हाल्नु पर्छ अब सानो मान्छेले ल्याएर यो सातचोटि तलमा कपडा खोल्नु राम्रोसँग पुस्नु भइन्छ हजुर सातचोटि तल माथि गर्नु हरि ओम महास्वस्ति नैन्द्रो वेदसर्वाः स्वस्ति नामो विश्ववेदाः स्वस्ति साक्षो गरुडरेः स्वस्ति नो बृहस्पतिर्दधातु एकैछिन बस्नु म त्यो बाहिर सूर्य दर्शनको लागि ठाउँ बनाउँछु अनि त्यहाँ यसो टेकाएर खुट्टा टेकाउनु त्यहाँ बस्न नि हामी सजिलो ठाउँमा बस्नु साथीलाई कस्तै सधैँ खिचेर सधैँ लेखेको सबै कुरा बच्चाले खिच्नु भने यिनले दुईटै विचार पछाड घरको मूल भाइलाबाट सुरुवात गर्नु कस्तो रहेछ हेलो हेलो केही भन्दिनँ नि त आज जस रमाइलो भइरहेछ है अब न्वारानमा आइएको छ आज चनाको सब्जी बनाइराखिएको छ रमाइलो भइरहेछ होइन वेदरले अलिक धोका जस्तो लाग्यो मलाई तर ठिकै छ तर ठिकै शीतल ठिकै छ शीतल छ यो वेदर जस्तै त्यो धन्न हावा चले छैन भन्नु हावा चिसो हावा चले भएपछि बर्बादी हुन्थ्यो हावा चले त्यस्तो वेदर जस्तो चिसो पनि भएन नि त फेरि शीतल भयो नभए त्यहाँ मुनि त्यो यो आगोमा त बस्नै नसक्ने कहाँ धुवामा घरि पनि यस्तै खै हाम्रो प्रभु त खै बजाइनु नि त ल राम्रो देखिने बनाउनु पर्यो फुल छैन वेट टिस्यु लाउनु पर्यो भ्यानिला ल लिनु यसरी चाहिँ उताबाट फर्दै यसरी सूर्यलाई अर्घ दिनु पर्यो ऐश्वर्य सहस्रांशो तेजराशि जगतपते गम्यमा मट्टागिनडार्घ्य दिवाकरः स्वामी स्वरूप अब यसमा पूजा गर्नु सूर्यलाई समर्पण गर्नु ओम आतिसेन सावतमाननिवेशैनमतं मतञ्ज संतारथेन देवजाति भुवनानि पश्यन्नं भूरसि भूमिरसि दितिरसि विशुधाय विशेष्य भ्राते पृथिवीं जस पृथिवी द्रहिगं पृथिवीं माहि गंशेः ल अब खुट्टा खोलेर मान्छेले खुट्टा टेकाएर पूर्वतिर फर्काइदिनु पर्यो खुट्टा टेकाउनु पर्यो अहिले मैले भन्नुभएको थियो नि घुमाउने घर घुमाउने भनेर आज खुट्टा टेकेर हिँड्न सुरु गरिसक्यो कहाँ कहाँ जान पाइने कहाँ कहाँ जान नपाइने बच्चालाई जाने ठाउँसम्म घुमाइदिने हो कि मामुले घुमाइदिँदा भयो फोको चाहिँदैन टिस्यु ल्याउनु हो त्यो रातो तलको कलर लाग्यो भने पुस्दिनु खुट्टामा केही लाग्छ खुट्टा कता बसी सबै ल मुखमा ढाक्यो कि यसो निमेलेको माथि के हुँदैन ढाकेर के हुँदैन यसमा यसो टेकाउनु हो खुट्टा सानो मान्छेको यसमा यहाँ बिचमा टेकाउनु टेकाइदिनु न यता फर्का टेकाउनु
दुवैजनाले सूर्य कता छ सूर्य देखाइदिनु किन सूर्य दर्शन गराउने थाहा छ 11 दिनसम्म नेपालमा पहिला बाहिर निस्किन दिँदैन थियो अनि त्यो बाहिर पहिलोचोटि बाहिर निकाल्ने 11 दिनमा नरमको दिनमा निकाल्ने भन्ने हुन्थ्यो र अब यहाँ त्यस्तो चलन छैन हस्पिटल जानु पऱ्यो आउनु पऱ्यो कतिचोटि लैजानुपर्छ पनि सूर्य दर्शन चाहिँ नआउनु अब उता सकौँ सुसमे चमस्समे भायव्यानि चमे गुणकलशसमे आवनी लिनु हातमा ओम पूर्ण पुष्पको टुक्रा सहित ओ अगाडि नै छ हजुरको नै त्यो जलमा राखेको कर्म मात्र हो त्यसको पुष्पको टुक्रा लिनु ओम पूर्णाधार विपरावता सुवर्णागुणरावता तदेन विक्रय मम जस्सतगतवादिद्दादि देशकाल समुच्चायः नामकरण संस्कार कर्मणि कृतकृतावेच्छतारोपप्रवाद प्रजापति देवताम् आत्मरुद्राय नमः सर्वं ब्राह्मणाय तुभ्यं मां सम्प्रददे ओम सुमित्र्याना बहुकदय सन्तु सुमित्र्ये समृद्धि देवगात विलोगात विद्वागात मिता मनसस्पति देवा जन्मगुण स्वाहा देवा स्वाहा अब अरू बेला चाहिँ गरे पनि पूजा गर्न बसेको बेलामा चाहिँ तपाईँ हिजो बेलासँग अर्को ड्रेसमा जुन हात हेर्ने भयो पूजामा बस्ने बेलामा र म यो ड्रेसमा सिधै दाहिने यसलाई फेरि गर्न चाहिँ के भन्नु चाहिँ विषयमा तपाईँ हुन्छ गुरु त्यो दुईवटा निकालेर यसमा राखेर निकालेर त्यसमा यसो पूजा गरिदिनु यसमा पूजा गरिदिनु पूजा ओम क्षेत्रपालाय भूत प्रेत पिशाच राक्षसी शाकिनी ढाकिनी रेतालादि परिवारे निम्बं बलिं समर्पयामि भोगो क्षेत्रपाल एवं बलिं देहं मम यजमानस्य आयुर्वेदवा क्षेमकल्पो वरदस्तु कति बेला प्रशिक्षण बोल्न पनि पाइएन चल्न पनि पाइएन है जता हेर्नु भएको छ त्यतै हेरेर बस्ने म फर्केर नबस्ने हिरण्यगर्भगर्भस्थं हेमवीरं विवाहवशो अनन्तपुण्यफलमत्मतसमर्पणं पूर्वसङ्कल्पोच्चार्यः कौशिकयोध आफ्नो नाम सद्यो जनले अहं भगवान् मम श्री गणपति देवता कृतस्य देवता कर्मणं नितिकाय पूर्वकं यथोत फलप्राप्ता दक्षिणाद्रव्य श्री लक्ष्मी देवता नाना नाम गोत्रादि नाना नाम सर्वे कुमारी यथा योग्यम आगम विभाजे यथा कार्य धातुमा सिर्जे छोडिदिनु तल राख्नु यसमा दुध पनि राष्ट्रयात्री
यही पानीले चाहिँ यसरी घुमाइदिनु एकचोटि ओम यानि आरती पहिले सिकाउनु पापो हम पाप कर्माणां पापात्मा पापसम्भवाद्रायणां पुण्यराक्षे सर्व पापहरो भव सर्वदुःखाय भव सर्वनष्टाय भव टाढाबाट गरेर हुँदैन यो तातै तातले लिने खास तातो बन्ने खाने बन्ने मेरो कहीँ कता भाइको खै त भाइ दाइलाई फोन गर्नु पर्यो कि दाइ हिँड्दो हुन्छ सक्ने जानु हजुर होइन गाडीमा ए साँझै चाबी खै त मलाई कहाँ चाहिँ मैले त होइन कि सागरजीले हजुरले लगिदिनु घरभित्र सबैतिर लागिरहेको छ यसो ठिकै छ केही छिटो खाने आऊ लियो छिटो खाने मैले यता पनि आउँछ अरू त्रायुखं जदेवे खुत्रायुखं तनोऽस्तु त्रायुखं त्रायुखं यमदनिः कस्य त्रायुखं जदेवे खुत्रायुखं तनोऽस्तु त्रायुखं त्रायुखं यमदनिः जदेवे पुत्रायुखं तन्नोऽस्तु बाढी शुद्ध होस् भनेर हजुर उठेर तिनवटा कन्याहरू छन् भने अरू पूजा गरेको पैसा तिनवटा कन्यायुखं जमदनिः कसैको त्रायुखं जदेवे पुत्रायुखं नमस्ते
है भगालाई त सब मनोकांक्षा सबै पूर्ण गरौँ भनेपछि त मिल्यो नि अब राम्रो कुराहरू सबै पूर्ण हुने हो नराम्रो कुराहरू पूर्ण नहुन् सबै राम्रो कुराहरू चाहिँ पूर्ण हुन् मनमा एकदम शान्ति होस् सबै लक्ष्मी जस्तै रूप लिएर आएका छन् येन बद्धबली राजा दानवेन्द्र महाबल तम प्रतिगमनानि रक्षमा चलमा भगवान् श्री पशुपतिनाथले अब दाइले भनेको सबै कुराहरू चाहिँ तब मात्र तपाईँको पूर्ण हुन्छ अरे दाइको तब हजुर खुसी हुनुहुन्छ सधैँ तपाईँ खुसी हुनुहुन्छ दाइको पूर्ण गराउनलाई पनि आफ्नो पूर्ण गराउनु खुसी हुनुहुन्छ यसरी नै खुसी हुनुहुन्छ सधैँ खुसी हुनु धेरै धेरै शुभकामना आज चाहिँ त्यो भूगोलमा भएको शुभकामना जति सबै तपाईँको छ पञ्चामृत अकाल मृत्युहरणं सर्वबाधा विनाशनं विष्णुपत्नीकरं कृत्वा पुनर्जन्म न विद्यते लातुमुद गोवर्मण्ड देवाय गोवर्मण्डताय जगत्पिताय बाजा कुरा गरेको धेरै धेरै धन्यवाद होइन यो मौका बाजा पूजा नगरेको चाहिँ अर्को एकजनाले छ औँलाले यहाँ तलब छु नि पन्जाबी बाँड्न पहिला टिका लगाउनु दिनु कि कुनै तपाईँले नि अगाडि खाने हो कि येन बद्धबली राजा दानवेन्द्रो महाबलनानि रक्षणाचलनाचल मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि सबै मङ्गल होस् तपाईँलाई भगवान् श्री पशुपतिनाथले तपाईँको सब मनोकांक्षाहरू पूर्ण गरून् धेरै धेरै शुभकामना यो एक भूगोल शुभकामना तपाईँलाई बलि राजा दानवेन्द्रो महाबल तेन तम सब मनोकांक्षा पूर्ण गरेर सबै सोचेको हिसाबले मागेको भएको सबै गरिदिनु मागेको त्यो भएको सबै धेरै धेरै शुभकामना फ्लेभरमा स्याउ दिउँ ल प्रसादहरू यसो काटेर प्रसादी कागतीको फ्लेभरमा हुन चाहिँ अनि यहीँ पानी छ कि छोइदियो
डकुमेन्टहरू उताको पे स्लिप अनि ब्याङ्क ब्यालेन्सहरू यता इन्भाइटीको ब्याङ्क ब्यालेन्स पे स्लिप अनि अब सिटिजनसिप हो भने स्पोन्सरसिप फर्म हुन्छ के झरे त्यति टिपेर हाल्ने भाइलाई स्वागत गर्नु पर्यो भाइको भिडियो इन्ट्री इन्ट्री भाइको इन्ट्री इन्ट्री यस्तै फोहोर लुगामा छु ह्यान्डसम देखियो भाइ होइन चाहिँ यहाँ खाइ नन्डहरू बारे केही भएन भने नेपाल गएर आगो बालेर भयो नि के पकाएर खुवाएर मकै पोलेर पोलेर भयो नि पाल्छु म मेरो बुढालाई म पनि पाल्छु है मैले त हाल्नु पर्यो म चाहिँ खाएर पाल्छु भन् न म मकै खाएर मेरो बुढालाई हेल्प गर्छु भन् न मलाई सस्तोमा देऊ ल मकै त्यो भन्दा त्यही भएर चिन्छौ छोटा छोटा हुन्छ मान्छेहरू यो ब्लगमा के हो भन्नु तरकारी हालेर त्यो त्यही थियो चम्मच त्यहाँ एउटा भाँडामा सिल पनि ल्याएर राख्नु यहाँ कन्टेन्ट क्रिएटर हो कि के हो अनि खतरा हो नि के अरे सिक्रेट
जान लान्छ